धेरैजसो विद्यार्थीले सोध्ने गरेको प्रश्न दशमलवलाई भिन्नमा रूपान्तरण गर्नुहोस् भन्ने एउटा यस्तो संख्या छ 0.34 को बार। धेरैजसो विद्यार्थीले यो प्रश्न सोधिरहेका हुन्छन् बुझिनौ भनेर। त्यही भएर यो प्रश्न हैन बनाउने सजिलो तरिका बताउन गइरहेको छु। पहिला यो माथिको जुन यसलाई चाहिँ हामीले यसलाई दुईटा समीकरण बनाउनु पर्छ। एउटा सिधै मानौ x बराबर 0.34 को जुन बार छ यसलाई हामीले x ले डिनोट गरेर लेख्यौं। त्यसपछि x = अब यो हामी यो 34 भनेको कस्तो हो कि 0.34 छ भने यो 34 भनेर यो हजारौं लाखौं चोटी दोहोरिने संख्या हो। त्यही भएर हामी यसलाई 0.3434 दुईटा लेखेर डट डट गरेर यसलाई समीकरण 1 मानिदियौ। दुईटा मात्र कि हैन तपाईहरुले चार चोटी पनि लेख्न सक्नुहुन्छ, तर हामी सजिलोको लागि दुई चोटी मात्र लेखौं। अनि त्यसपछि अब यो माथिको जो समीकरण छ यो समीकरण बनायौं। यसलाई हामी अब यो दशमलव पछाडी दुईटा मात्र अंक छ, त्यही भएर यसलाई दुईटा अंक भएको कारणले गर्दा दुई अंक छ भने 100 ले गुणा गर्ने, एक मात्र छ दशमलव पछाडी दोहोरिएको भने 10 ले गर्ने, तीनटा छ भने 1000 ले गुणा गर्ने हो। त्यही भएर दुईटा छ दशमलव पछाडी हाम्रो दोहोरिएको भने यसलाई समीकरण अब समीकरण 1 लाई चाहिँ हामीले 100 ले गुणन गर्दा समीकरण 1 लाई समीकरण 1 भनेको यो समीकरण। अब 100 ले गुणन गर्दा इन्टु x भयो अनि बराबर यो 0.34 यो छ 34 लाई हामी डट यसलाई हामीले 100 ले मल्टिप्लाई गर्यौं। त्यसपछि कति भयो यो 100x भयो = यो भनेको अब यो 100 ले गर्दाखेरि यो यहाँको पोइन्ट दुई स्थान सर्छ, यहाँ जान्छ 34.34। अब एउटा मात्र छ, हामीले माथिकोलाई अब यहाँ जति पनि लेख्न मिल्छ 34 त डट डट यो इक्वेसन 2 भयो। अब त्यसपछि के गर्ने हामीले भन्ने समीकरण 2 बाट I घटाउँदा हैन subtract I from I then 100x minus x = 34.3434 minus 0.3434 हैन यो भयो घटाइदिने। अब कति हुन्छ यहाँ 99x यता यो पछाडीकोले र यो पछाडीको पछाडी घट्छ, यहाँ 34 मात्र बच्छ। x = 34 अपॉन यो 99 अपॉन मा जान्छ आन्सर।